साथीहरू, आज 3वटा रेसिपी पिज्जाको डो, पिज्जा सस अनि पिज्जा कसरी बनाउने। सुरुमा 2 चम्चा चिनी, 1.5 चम्चा यिस्ट राखेर मनतातो पानीले भिजाउने। 10 मिनेट जति भिजाएर राख्ने। 10 मिनेटपछि 1 कप मैदा, 1 कप आटा राखेर थोरै नुन र 1 चम्चा तेल अनि मनतातो पानीमा मजाले मिक्स गर्ने। 2 चम्मच तेल राखेर मजाले 3-4 मिनेट जति पिठोलाई मुछ्ने। उक्त पिठोलाई मुछिसकेपछि गोलो गराएर थोरै तेल राखेर मोल्ने अनि थोरै कचौरामा तेल राखेर अनि त्यसलाई एकैछिनको लागि ढाकेर राख्ने। अब ढाकेर राखिसकेपछि अब हामी सस बनाउनतिर लागौँ। पखालेको टमाटरलाई थोरै काटेर माथिको भेट्न काटेर अनि पानी राखेर उमाल्ने। अनि उमालिसकेपछि त्यसको बोक्रा निकालेर अनि त्यसभित्र भएको दाना पनि निकाल्ने। दाना निकालिसकेपछि त्यो झोललाई चाहिँ हामीले छानेर युज पनि गर्न सक्छौँ। अनि त्यसलाई मिक्सचरमा राखेर लेदो बनाउनतिर लाग्ने। अनि अब ग्यासमा प्यान बसाल्ने अनि थोरै तेल राखी त्यसमा लसुनका टुक्रा र प्याजका टुक्रा राखेर भुट्ने। अनि त्यसमा चिल्ली फ्लेक्स, चिल्ली पाउडर राखेर उक्त टमाटरको लेदोलाई चलाउने। अनि त्यसमा थोरै नुन, थोरै चिनी, थोरै मरिचको धुलो अनि थोरै पिज्जा मसला राखेर चलाउने। त्यसमा थोरै बटरको टुक्रा पनि राख्ने। यसमा अब 1 चम्मच टमाटो सस राखेर राम्ररी चलाउने। एकैछिन पकाइसकेपछि अब टमाटो सस रेडी भयो। अब यसलाई कचौरामा खनाउँदैछु। अब चाहिँ 2 घन्टापछि पिज्जाको डो पनि रेडी भयो। यसलाई हल्का मुछ्ने, धेरै मुछ्नु हुँदैन। अनि ओभनलाई प्रिहिट पनि गर्नुपर्दछ। 10 मिनेट जति यसलाई प्रिहिट गर्ने। अब डोलाई पिज्जा कत्रो साइज बनाउने हो त्यो साइजमा चाहिँ रोटी बनाउने, त्यसलाई बेल्ने। अनि अब एउटा काँटाको सहायताले सबैतिर प्वाल बनाउने, नत्र यो फुल्लिएर ठुलो पुरी जस्तै बन्न सक्छ। अब यसलाई 3-4 मिनेट जति ओभनमा राख्ने र छोडिदिने। अब यसलाई निकालेर पिज्जा सस लगाउने, चिजका टुक्राहरू राख्ने, त्यसै गरी क्याप्सिकम, प्याज, गाजर, टमाटर अनि फेरि चिजलाई मजाले राख्ने। अब यसलाई ओभनमा चाहिँ 15-20 मिनेट जति राखेर पकाउने। त्यसपछि पिज्जा रेडी भयो। अब 1 मिनेट जति सेलाउन दिने अनि त्यसलाई पिज्जा कटर अथवा चक्कुले काटेर खान सकिन्छ। घरमै यसरी मिठो पिज्जा बनाएर खान सकिन्छ। हजुरले पिज्जा मसला, ब्ल्याक पेपर, चिल्ली सस, टमाटो सस राखेर पनि खान सक्नुहुन्छ।